यो महेन्द्र पुल हो। महेन्द्र पुलको अवस्था एकदमै तनावग्रस्त छ। यहाँ आगो लागि भएको छ। यता नेपाल टेलिकमको भवन, गाडी पनि आगो लागि भएको छ। त्यसमा लट्ठालिँदै छ। यो सांसदको घर पनि यहाँ आगजनी भइसकेको रहेछ। पृथ्वी चोकको अवस्था यस्तो छ। यहाँ पनि मान्छेहरूले आगजनी गरिरहेका छन्। यता प्रोटेस्ट गरिरहेको छ र यसरी स्थिति पुरै नियन्त्रण बाहिर छ। एजेन्सीको हिजो र आजको आन्दोलन जुन भयो, यहाँ कहीँ पनि प्रशासन देखिएको छैन। प्रहरी प्रशासन यहाँ कहीँ पनि छैन। एजेन्सीको पूर्ण नियन्त्रणमा छ। यत्रतत्र सबैतिर आगजनी तोडफोड भएको छ। एजेन्सीले आफ्नो आन्दोलन कायम गरेका छन्। अनि म अहिले पोखरा महानगरपालिकाको कार्यालय अगाडि छु। यहाँ चाहिँ आगजनी भएको छ। यता महानगर पनि पुरै आगो बलिरहेको अवस्था छ। यहाँ चाहिँ आगो बलिरहेको छ। यो रूपमा आगजनी भएको अवस्था छ। पुरै राम्रो गरिरहेछ। यो टार्गेट नै अहिले महानगर, सार्वजनिक भवनहरू, नेताका घरहरू भइरहेको देख्न सकिन्छ। यसरी मानिसहरू दौड गरिरहेछन्। अझै भित्रबाट सामान ल्याउँदै जलाउँदै गर्ने क्रम रोकिएको छ। यता जान सक्छौँ। यो गाडी हो।
पहरा महानगर यस्तो अवस्थामा छ। दर्दनाक अवस्थामा देखिएको छ। यहाँ पहाडबाट नि यता मान्छेहरू जम्मा भइरहेछन्। महेन्द्रपुरमा हो यहाँ गाडी तोडफोड भएको छ। यता नेपाल टेलिकमको भवन ठ्याक्कै महेन्द्रपुरको चोक हो यो। यो पृथ्वीनारायण क्याम्पस हो। यहाँनिर पनि नाराजुली चलिरहेछ। यो विद्यार्थी सङ्घ सङ्गठनको बोर्डहरू रहेछ यो। यतापट्टि देखिएको शिक्षा कार्यालय पनि ध्वस्त भएछ अनि यता प्रहरी बिटहरू पनि ध्वस्त भए। यतापट्टि प्रदेश सभा पनि ध्वस्त भए यतातिरको। यो वडा कार्यालय हो बहिनी? कति नम्बर? 1 नम्बर। 1 नम्बर वडा कार्यालय पनि आगजनी भएको छ। भित्र पुरै जलिरहेको अवस्था छ। सामानहरू जलाइएको छ सबै। यता यो प्रहरी कार्यालय हो। वडा नम्बर 1 को अस्थायी बिट। कार्यालय ध्वस्त भएको छ। पुरै ध्वस्त भयो। गाडी पनि ध्वस्त भयो। मान्छेहरू भित्रबाट भटाभट
फरमान लेख्दै हिँड्दै गरिरहेका छन्। यो वडा नम्बर 1 को कार्यालय हो। यो जल्दै गरेको चाहिँ पोखरामा प्राय सार्वजनिक कार्यालयहरू जलाइएका छन्। वडा कार्यालयहरू, प्रहरी, अस्थायी प्रहरी पिटहरू, मालपोत कार्यालयहरू लगायतका अधिकांश सरकारी कार्यालयहरूमा आगजनी गरिएको छ। यो अहिले देख्दै गरेको भवन, जलिरहेको भवन शिक्षा कार्यालय हो। शिक्षा समन्वय इकाइ कास्की हो यो चाहिँ, र त्यहाँ चाहिँ प्रमुख कक्ष चाहिँ त्यहाँ थियो। यो अहिले जलिरहेको छ। यो शिक्षा कार्यालय र यता सामाजिक विकास मन्त्रालय थियो। यो शिक्षा कार्यालय हो र त्यहाँ प्रमुख कार्यालयहरू र शिक्षासँग सम्बन्धित, शिक्षकसँग सम्बन्धित महत्त्वपूर्ण कागजातहरू पनि त्यहाँ रहेका थिए र ती अहिले पूर्ण रूपमा जलेको अवस्थामा छन्। यो जल्दै गरेको भवन पोखरा वडा नम्बर 16 को वडा कार्यालय हो। यहाँहरू सामानहरू बाहिर निकालेर जलाइएको छ। यो बाहिर मात्र होइन, भित्रबाट पनि पुरै उहाँको मुस्लो निस्किरहेको छ र आगो देख्न सकिन्छ। भित्र पनि आगो लागिरहेको छ। यो हिजोदेखि जेनजी युवा समूहले आन्दोलन गरेको छ। अहिले देशमा प्रधानमन्त्रीले राजीनामा दिएको अवस्था छ।